सेफ स्कुलमा स्वागत छ। आज हामी 10 प्रमुख पाक कलाका शर्तहरू सिक्नेछौँ जुन हरेक घरको भान्सेले जान्नुपर्छ। पहिलो, मिज एन्ड प्लेस। यसको अर्थ सबै चिज आफ्नो ठाउँमा हुनु हो। तातो गर्नु अघि आफ्ना सबै सामग्रीहरू तयार गर्नुहोस्। सोटे भन्नाले थोरै तेलमा उच्च तापक्रममा खानालाई छिटो छिटो चलाउनु हो। ब्ल्यान्चिङ तरकारीलाई केही समय उमाल्ने र त्यसपछि रङ र बनावट बचाउन बरफको पानीमा राख्ने विधि हो। डिग्लेज गर्नका लागि तातो प्यानमा तरल पदार्थ हाल्नुहोस् ताकि तल टाँसिएका स्वादिला अंशहरू निस्कियोस् र ससको आधार बनोस्। ब्रेजिङ भनेको मासु वा तरकारीलाई थोरै तरल पदार्थमा बिस्तारै पकाउनु हो जबसम्म तिनीहरू नरम हुँदैनन्। पोचिङ भनेको नाजुक खानालाई उम्लनुभन्दा कम तापक्रमको तरल पदार्थमा बिस्तारै पकाउनु हो। रिड्युस गर्नका लागि तरल पदार्थलाई गाढा नभएसम्म र स्वाद कडा नभएसम्म उमाल्नुहोस्। जुलियन भन्नाले खानालाई समान पातलो सलाका जस्तै टुक्रामा काट्नु हो। अल डेन्टे भन्नाले पास्ता वा चामललाई ठिक्कको नरम हुनु बुझिन्छ, धेरै गलिसकेको होइन। अन्तमा टेम्परिङ। नेपाली खानामा हामी तेलमा मेथीका दानाहरू पहिले पड्काउँछौँ ताकि यसको सुगन्ध र तेल राम्रोसँग निस्कियोस्। यी कुराहरू जान्नुभयो भने तपाईँ प्रो जस्तै पकाउन सक्नुहुन्छ। थप पाक रहस्यहरूको लागि सेफ स्कुललाई पछ्याउनुहोस्।